साथीहरु वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी स्वयम्भू घुम्न आएको छौं। अहिले चाहिँ हामी सिडी चढ्दै छौं। हेर्नु न पुरै पसिनाले हेर्नु। मेरो मम्मी र भाइ पनि यही छन्। भ्यू हेर्नु न कस्तो बबाल छ। वाउ दामी छ भ्यू। अब हामी सिडी चढ्दै छौं। गर्मी भएको छ पुरा। सिडी क्यूट पार्टर पुरै यो सिडी चढ्दै जानु पर्छ हामीलाई। मेरो नक्कली मम्मी पुरै फोटो खिच्नलाई हेर्नु। पार्टरले गर्मी भएर मर्न थालिसक्यो साथीहरु। म त सक्दिन। कस्तो दामी हेर्नु न। दामी छैन त। बबाल छ भ्यू त यहाँदेखि। अब माथि चढ्छौं अनि माथि गएर भ्यू देखाउँछु तपाईहरुलाई साथीहरु। यी मेरो भाइ, यी कुकुरको साथी कुकुर। हामी चाहिँ यहाँ थकावट भएर विश्राम गर्दै बसेछौं। रेस्ट गर्दै छौं। रेस्ट गर्दै बसिरहेका छौं। यो कालेलाई हेर्नु न। हजुर भन्दा गोरो मै छु। छु गोरो। हेर्नु र साथीहरु यो र मको गोरो त मै गोरो छु। त्यो त अहिले मेकअप फेस भएर मेकअप मैले केही लाएन मुखमा। त्यो त भन्ने साथीहरु हामी फाइनली पुगिसकेछौं। यहाँ मन्दिर नेरी यत्रो बाँदरहरु पनि छ हेर्नु। चराहरु घाम छ। हामी मन्दिर आइसक्यौं। यहाँ मम्मी पुरै फोटो सुट गर्दै हुनुहुन्छ। यहाँ फोटोग्राफर मेरो भाइ हेर्नु। दामी छ मन्दिर। मम्मीहरु आउनु यतापट्टि हेर्नु। यहाँ पुरै यस्तो छ। यहाँ थकाइ लाग्यो साथीहरु। हिँड्दा मलाई त परेवाहरू उडिरहेछ। यतापट्टि आउनु न मम्मी। यता यो भ्यू छ कि यहाँ राम्रो देख। मैले पनि त्यहीँनेरि खिचेको थिएँ कि। हो यहाँनेरि पहिला आउँदा मैले यहीँनेरि फोटो खिचेको थिएँ कि। अनि मम्मीलाई देखाउन आएको। हेर्नु न साथीहरु। वाउ कस्तो दामी छ भ्यू। बबाल छ। अझै यताबाट पुरै सफा देखिन्छ है भ्यू। रोक्नु है म देखाउँछु। वाउ जस्ट वाउ के। यो मलाई बाँदरदेखि डर लाग्छ। मोबाइलले लैदिन्छ नि खोसेर। लुक गाइस पुरै काठमाडौँ देखिन्छ यहाँबाट। लुक पुरै काठमाडौँको भ्यू। असम हेर्नु न। यहाँदेखि पुरै धरारा। धरारा देख्नु भयो। धरारा धरारा पनि देखिरहेछ। बबाल छ। Look at the view. Wow, amazing छ। हेर्नु यी मेरो भाइ। हेर्नु न कस्तो दामी छ भ्यू। अब हामी फर्किन लाग्यो अनि हिँड्दै छौं। अब तलैसम्म पुग्नु पर्छ। थकाइ त लागिहाल्छ। अब बिस्तारै बिस्तारै जान्छ। कस्तो दामी। मेरो मम्मीलाई फेरि अझै भिडियो बनाएर पुगेको छैन। हेर्नु न भ्यूहरु। आधा बाटो पुगिसक्यौं हामी। अब धेरै छैन तल पुग्नलाई। यी मम्मीलाई फेरि जहाँ पनि फोटो खिच्न पर्छ। बुद्ध भगवानको मूर्ति। गर्मी भइसक्यो। मम्मीलाई फेरि फोटो खिचेरै नपुग्ने।
छौँ। त्यहाँ स्वयम्भू घुमेर आएर एभरेस्ट मोमो भन्नेमा छौँ। बब्बाल छ यहाँको मोमो चाहिँ। मेरो हन्तकाली भाइले कति धेरै झोल हालेर खाइरह। मिठो रहेछ मोमो यहाँको।